यो तस्बिर मेरो आमाको परिवारको हो। यस तस्बिरमा आमाको आमा मेरो बजै अनि आमाको ठुलो दिदी, माइली दिदी, साइली दिदी र आमा हुनुहुन्छ। यस तस्बिरमा काइली दिदी र आमाको भाइ हुनुहुन्न। आमाको बाबा त मैले देख्न पाइनँ, उहाँको निधन भइसकेको थियो। आमाको भनाइअनुसार आमाको बाबा मेरो बाजे इन्डियन गोर्खा सैनिकमा भर्ना भएर दोस्रो विश्वयुद्ध लड्दै बर्मा पुग्नु भएको रहेछ। मैले पनि बाजेको सैनिक पोसाकको फोटो र स्वाड तरबार चाहिँ देखेको थिएँ, तर त्यो फोटो मैले पाउन कति कोसिस गरेँ, पाउन सकिनँ। अफिसर चाहिँ उहाँ हो, तर कुन र्याङ्क आमाको भनाइअनुसार कर्नेल हो भन्नुहुन्थ्यो। यो तस्बिर झन्डै विक्रम सम्वत 2032-33 सालतिरको हो। अङ्ग्रेजी महिना 1975-76 तिर पर्न जान्छ। मलाई स्मरण छ विद्यार्थी आन्दोलन 2036 सालमा भएको थियो। त्योभन्दा अगाडिको यो तस्बिर पक्का हो। मेरो आमाको परिवारहरू इन्डियाको मणिपुर, इम्फाल, डिमापुर भन्ने ठाउँमा बस्नुहुन्थ्यो र आमालाई भेट्न नेपाल आउनुहुँदा मैले उहाँहरूको कुराबाट थाहा पाएको थिएँ। म त करिब त्यसबेला त्यस्तै 10-11 वर्षको थियो होला। यो फोटोमा मुनगाको रुख पोखरी डाँडामा भएको चाहिँ हो। अस्ति सन् 2022मा गाउँ जाँदा पूर्ण दाइलाई मैले कटहरको रुखको बारे सोधेको थिएँ। यस तस्बिरमा पनि त्यो रुख देखिएन, भनेपछि कटहरको रुख काटिसकेको रहेछ 2032-33 सालतिर। भाइ यो पोखरी छ नि, यो पोखरीको नजिक चाहिँ एउटा कटहरको रुख थियो, मलाई सम्झना छ होइन। त्यो कहाँ थियो एकचोटि मलाई देखाइदिनुहोस् त। त्यो पोखरीको नजिक एउटा चाहिँ नि कटहरको रुख थियो है। यो जामुनको रुख त के भन्छ, मुनगाको रुख पनि थियो, यो त यहीँ थियो है। अनि कतातिर साइडमा एउटा कटहरको रुख थियो। यो ठाउँमा थियो कि कुन ठाउँमा थियो? यो त्यो रुख चाहिँ त्यो यहाँ चाहिँ ठुलो चाहिँ एउटा कटहरको रुख थियो है। अनि त्यो रुखमा चाहिँ हामी झुन्डेर यहाँ पोखरीमा चाहिँ के गर्थ्यो, आम फाल्थ्यो है। त्यो कहिलेतिरको कुरा हो भन्नुहोस् त? त्यो अब खोइ कहिले थुप्रो वर्ष भइसक्यो है। हामी त त्यति बेला कत्रो थियो? म त्यति बेला त हामी कति, म 12-13 वर्ष हुँदाखेरिको हो है। मानिसको मस्तिष्कमा सानो बेलामा भोगेको अनुभवहरू ठुलो हुँदासम्म पनि रहिरहन्छ। त्यो कटहरको रुख त्यति बेला हाम्रो लागि स्विमिङ पुलमा भएको जम्प गर्ने प्लेटफर्म जस्तो थियो। हामीहरू त्यसमा चढेर हाम फाल्थ्यो र पोखरीमा स्विमिङ गर्दथ्यो। स्विमिङ खेल्न जानेकै यही पोखरीबाट हो। जे होस्, स्विमिङ खेल्न सिकाउने पोखरी र पोखरीमा हाम फाल्न सिकाउने कटहरको रुख सधैँभरि स्मरण रहिरहेको छ। यसको लागि धन्यवाद पोखरी र कटहरको रुखलाई र साथै ती बितेका दिनहरूलाई।